हेलो साथीहरू, हजुरहरूले यो साग चिन्नुहुन्छ? यो चाहिँ दुङदुङ है। यो चाहिँ हाम्रो उता हिल्स साइडमा मात्रै हुन्छ है साथीहरू। यो चाहिँ मेरो मम्मीले लगाउनु भएको थियो, रोप्नु भएको थियो, अनि फलेछ है। अनि यो चाहिँ ल्याएर अनि अब म पकाएर खानु आँटेको। यो चाहिँ धेरै मिठो हुन्छ हौ। प्याज र टमाटर हालेर यसलाई मजाले पकाउनुपर्छ। प्याज टमाटर सरी बनाएर साथीहरू पकाउनुपर्छ कि मिठो हुन्छ। यो चाहिँ ग्यासको दबाई, पेट एकदमै साफ गर्छ यसले चाहिँ। पेट एकदम साफ गर्छ। खानु होला। यसलाई चाहिँ दुङदुङ भनिन्छ, दुङदुङ। हामी चाहिँ दुङदुङ भन्छौँ है। माथि जो बस्नुहुन्छ है यहाँ त चिन्नुहुन्छ सबैजनाले यसलाई। यो चाहिँ एकदमै पेट सफा गर्छ है यसले साथीहरू। यो चाहिँ दुङदुङ हेर्नु त, यसको त सेन्टै मिठो हुन्छ। मासुसँग पनि, चिकनमा पनि हालेर खानु एकदम मिठो हुन्छ। यो म चाहिँ आज पकाउनु आँटेको। ल है त साथीहरू, बाई बाई अहिलेलाई। यसलाई दुङदुङ पकाएर चाहिँ खाने।